हेलो, नमस्ते। यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म चाहिँ हजुरहरूलाई सानो कुरा चाहिँ सेयर गर्दैछु। जुन कुरा मैले भोगेको थिएँ विदेश बसाइमा, यो कुरा चाहिँ हजुरहरूलाई आज म सेयर गर्दैछु। 2016 2016मा चाहिँ म जापान गएँ। त्यसपछि आएर 2025मा चाहिँ म नेपाल रिटर्न भएको थिएँ, ब्याक भएको थिएँ। अनि त्यसपछि त्यो बिचमा चाहिँ मैले भोगेको भोगाइहरू चाहिँ हजुरलाई सुनाउँछु है। हामीले विदेश जाने बेला चाहिँ हामीले यो सोचेको हुन्छौँ कि विदेशमा चाहिँ हामीले जुन कुरा हामीले कल्पना गरेर गएको हुन्छ नि, तर आकाश पातालको फरक पाउँछौँ कि। मैले पनि सोचेको थिएँ जापानिजहरू जापान जस्तो ठाउँमा जान्छु अनि यति कमाइ हुन्छ अनि यति सेभ गर्छु अनि यति वर्षसम्म त मेरो यतिसम्मको ब्यालेन्स हुन्छ अनि म यो गर्छु, कत्रो सपना बोकेर गएको थिएँ म पनि होइन। तर हामीले सोचेको भन्दा धेरै फरक हुँदो रहेछ विदेश भन्ने ठाउँ चाहिँ है। न भोक भोकमा खान पाइन्छ, भोक लाग्दा खान पाइने, न निन्द्रा, शरीरले आराम खोजिरहेको हुन्छ, यति धेरै निन्द्रा लागेको हुन्छ, न निदाउन टाइममा निदाउन पाउने, न टाइममा खान पाउने, न त चाडपर्व है, न त साथीभाइसँगको रमाइलोपन, न त बिरामी हुँदा कसैले आफूलाई टेक केयर गर्ने कोही मान्छे साथमा हुन्छ। यो सबै कुरालाई चाहिँ सेक्रिफाइस गर्नुपर्छ। यो सबै कुराहरूलाई चाहिँ यसरी हामीले त्याग्नुपर्छ है। यसरी त्यागेर यति धेरै सङ्घर्ष गर्नुपर्छ कि त्यसमा चाहिँ मैले भोगेको भोगाइ चाहिँ सुरुमा जब म जापान गएँ त्यसपछि मैले चाहिँ यामातो, सायद जापान बस्ने सबैलाई थाहा छ यामातो भन्ने कस्तो काम हो भने एउटा पार्सलको काम चाहिँ मैले गरेँ। अनि त्यसमा चाहिँ अलिकति लोड उठाउनु पर्थ्यो। त्यति बेला चाहिँ मेरो हातमा यति धेरै रगत जमेको थियो कि हातमा अनि खुट्टामा त्यो पैतालामा, खुट्टाको पैतालामा पुरै छालाको कत्ला कत्ला गएको थियो कि। अनि त्यो काम गरेँ। अनि त्यसपछि त्यो काम गरेको 1 महिना पछाडि चाहिँ म एकदमै धेरै बिरामी भएँ। सायद मलाई धपेडी भएको थियो या के भएको थियो थाहा भएन। यति धेरै बिरामी भएँ, 2 महिनासम्म रेस्ट गरेँ, काम गरिनँ। त्यसपछि 2 महिना पछाडि मलाई कलेजले नै त्यहाँको गएकोले नै एउटा काम लगाइदियो, टेन्पुरा भन्ने जापानिज रेस्टुरेन्टमा। अनि त्यसपछि त्यहाँ काम गर्न थालेँ अनि बिस्तारै बिस्तारै लगभग 1 वर्ष पुग्दै थियो अनि भाषा पनि बिस्तारै जान्दै गएँ। भाषा पनि अलिकति इम्प्रुभ हुँदै गयो। त्यसपछि मैले एउटा राम्रो काममा उसमा स्यान्डविच ब्यागको लागि त्यसमा काम गर्न थालेँ। अनि त्यसमा चाहिँ नाइट काम गरिन्थ्यो। अनि नाइट काम गरेर अनि 5 बजे, 10 बजेदेखि 5 बजीसम्मको काम हुन्थ्यो, बिहान आइन्थ्यो। अनि अनि त्यसपछि सावर लिएर त्यसपछि नर्मल के छ त्यो आफूले बनाउने खाने, त्यसपछि आएर एकछिन 2 घन्टा 3 घन्टा जस्तो निदाइन्थ्यो। त्यसपछि कलेज स्टार्ट हुन्थ्यो, फेरि कलेज जानु पर्थ्यो, फेरि कलेजबाट आउने, अनि त्यसरी नै दिनचर्याहरू बितिरहेको थियो। अनि त्यसमा मैले 3 वर्ष जति काम गरेँ स्यान्डविचमा पनि। अनि त्यो स्यान्डविचमा काम गर्दै थिएँ। त्यसपछि फेरि एउटा जापानिज रेस्टुरेन्टमै सुसी बनाउने रेस्टुरेन्टमा काम गर्न थालेँ। किनभने कलेज फी, त्यसपछि होस्टेलको रेन्ट, अनि त्यसपछि ट्याक्सहरू, अनि त्यसपछि इन्सुरेन्स, मोबाइलको बिल, यो सम्पूर्ण कुरा, पानी ग्यास, यो सम्पूर्ण कुराको बिलिङको लागि चाहिँ यो काम जसरी पनि हामीले 2टा काम गर्नुपर्ने नै हुन्छ है। एउटा कामले त्यहाँको सही खाँचो चलाउन, त्यहाँको लाइफस्टाइल चलाउन चाहिँ एकदमै गाह्रो हुन्थ्यो। अनि त्यसपछि मैले पछि 2टा काम गर्न थालेँ। 2टा काम गरेको त्यस्तै 1 वर्ष जति के भएको थियो, म फेरि बिरामी भएँ। मलाई यति धेरै ग्यास्ट्रिक भयो होइन। त्यसपछि म नेपाल आएँ। मलाई एकदमै धेरै गाह्रो भइसकेको थियो कि मलाई सास फेर्नु पनि यति धेरै गाह्रो हुन्थ्यो कि कस्तो ग्यास्ट्रिकले चाहिँ हामीलाई चाहिँ यो यतिसम्म गर्दो रहेछ कि हामी लाइक एउटा डुरेसनको शिकार जस्तो नि बन्दो रहेछ कि। म त्यो फिल गरेँ कि मैले चाहिँ मलाई चाहिँ कस्तो भने निन्द्रै नपर्ने अनि एकदम चिन्ता मात्रै लागिराख्ने अनि डराएको जस्तो हुने, त्यो टाइपको भयो एक्कासी है। त्यसपछि मलाई एकदमै धेरै गाह्रो भयो। अनि खाना पनि रुच्दैन थियो। अनि
जब निदाउन थाल्थेँ आँखा अगाडि चाहिँ के सेतो प्लास्टिकहरू अ, उडिरहेको जस्तो त्यस्तो देख्थेँ मैले। अनि मलाई एकदम धेरै गाह्रो भएपछि अनि मैले 3-4 महिना चाहिँ त्यहीँ पनि ठिक हुन्छ कि भनेर जापानमै बसिरहेँ। तर मलाई ठिक भएन। ठिक भएनपछि म मरे पनि नेपालमै मर्छु केही छैन भनेर म टिकट काटेर नेपाल फर्केँ। नेपाल फर्केर अनि म धेरै ठाउँमा गएँ, मेडिकेयरदेखि लिएर अन्य हस्पिटलहरू 3-4वटा हस्पिटलहरू गएँ, यहाँनिर चेक गरेँ। तर लास्टमा मलाई मेडिकेयरकै एकजना विदेशी डक्टर हुनुहुन्थ्यो, उहाँको नाम चाहिँ थाहा भएन होइन। उहाँले चाहिँ सबै कुराहरू उहाँको ट्रिटमेन्ट पछि चाहिँ म ठिक भएँ। अनि त्यसपछि लगभग 3 महिना जस्तो बसेँ नेपालमा। 3 महिना जस्तो बसेपछि फेरि म जापानै फर्केँ। जापानबाट कन्टिन्यू त्यो पहिला जसरी काम गर्थेँ त्यसरी काम गर्दै गएँ है। अनि त्यो बिचमा चाहिँ हुन्थ्यो नि अब हाम्रो कति चाडपर्व हुन्छ नि, हाम्रो नेपालीहरूको चाडपर्वहरू दसैँ तिहार, चैते दसैँ, तिज, कुनै पनि चाडपर्वमा नि मेरो यो चाडपर्व छ भनेर कहिले पनि त्यो चाडपर्व मनाएर घर बसिनँ कि कहिले पनि के त्यो दिनै आएन। कति कुरा के अनि मलाई चाहिँ पछि पछि बिस्तारै हुँदै गएपछि चाहिँ 5-6वटा चाडपर्वहरू त्यसरी नै कटिसकेको थियो। त्यसपछि पछाडि पछाडि चाहिँ मलाई चाहिँ चाडपर्वहरू त अलरेडी फेसबुकमा राखेपछि ए यो चाड पो हो भन्ने कुरा याद हुन थाल्यो। त्यसपछि पो याद हुन थाल्थ्यो है। अनि त्यो भोगाइ त छँदै थियो। अनि त्यसपछि पटक पटक बिरामी भइरहँदाखेरि आफूलाई टेक केयर गर्ने कोही हुँदैन थियो है। हात खुट्टा थरथर थर काम्दाखेरि नि आफैले आफ्नो लागि गर्नुपर्ने त्यो विदेशको ठाउँ चाहिँ त्यो रहेछ। मैले त्यो भोगेँ। अनि काम गर्दा गर्दा है कस्तो भोक लाग्थ्यो अनि कस्तो के त्यो खानेकुराहरू कस्तो कस्तो हुन्छ नि अगाडि भइदिएदेखि कति खान्थेँ खानेकुरा कस्तो हुन्थ्यो कि। अनि त्यो एक घुर्की पानी मात्रै पिउन पाए पनि कस्तो हुन्थ्यो जस्तो हुने क्या। सबै कम्पनीमा खानको लागि पानी पिउनको लागि त्यो छुट हुँदैन नि त कतिपय ठाउँहरूमा। अनि त्यस्तो त्यो त्यो समय पनि पार गरेँ होइन। अनि त्यसपछि काम गर्दै जाँदाखेरि एकचोटि म एक्सिडेन्ट पनि भएँ। खुट्टामा काट्यो त्यो फलामले, त्यहाँको फलाम झरेर काट्यो होइन। अनि त्यस पनि मान्छे थिएन, जसरी कम्पनी काम गर्नुपर्थ्यो भने रातभरि मैले त्यो हल्का त्यो खुट्टामा बाँधेर आफ्नो सरले त्यो उसले ह्याङ्कीले बाँधेर रातभरि पनि मैले त्यो काम गरेँ कि। भोलिपल्ट मलाई यस्तो चक्कर लाग्यो, यस्तो गाह्रो भयो कि त्यो है। त्यो दिनहरू त्यसरी पार गरेँ। अनि त्यसपछि कतिपय ठाउँहरूमा चाहिँ कस्तो हुन्छ भने विदेशीहरू भनेपछि उनीहरू जापानिजहरू कुनै जापानिजहरू त राम्रो पनि हुन्छन् है। कतिपय जापानिजहरू चाहिँ अलिक साइको पाराको अलिकति बाका टाइपको हुन्छ नि, पागल सोचको जापानिजहरू नै हुन्छन् है। कस्तो भने यो हामी जापानिज बाहेक अन्य विदेशीहरूलाई चाहिँ हामी चाहिँ उनीहरूको देशमा विदेशी भए विदेशीहरूलाई चाहिँ जस्तो किसिमको बिहेभ गर्नुहुन्छ। यिनीहरू अभावमा बसेको भएर यिनीहरूको देश गरिब भएको कारणले यिनीहरूको अब त्यसरी नै यिनीहरूलाई जस्तो बिहेभ गर्दा नि हुन्छ भन्ने त्यो कन्सेप्टको हुन्छन्। कति चाहिँ एकदम राम्रो हुन्छ अनुशासित एकदमै है। अनि कुनै हुन त सबै ठाउँको मान्छेहरू सबै एउटै नेचरको त हुँदैन, सबै मान्छे एउटै त हुँदैन। ठाउँले प्रभाव पार्ने त होइन हो, मान्छे व्यक्तिमा भर पर्ने कुराहरू। अनि त्यस्तो हुन्थ्यो। अनि कतिपय ठाउँहरूमा चाहिँ अनि हामी सुरुवातीमा काममा जाँदाखेरि कस्तो मिसबिहेभ गरे जस्तो हुन्थ्यो कि। अनि हामीलाई चाहिँ अलिकति थर्काएको जस्तो अनि अलिकति के अलि हुन्छ नि अलिकति मन नपराएको जस्तो त्यो टाइपको अलि हेप्न खोज्ने टाइपको हुन्थ्यो कि हामीलाई त्यस्तो गर्थ्यो। अनि बिस्तारै अब 1 वर्ष 6 महिना जस्तै काम गरिसकेपछि चाहिँ पछि माया गर्न थाल्थ्यो। अनि त्यो कुराहरू पनि सहनु पर्ने है। अनि त्यसपछि अब मैले मैले चाहिँ यहाँ अब त्यस्तो लोन लिएर गएको थिइनँ। त्यसले गर्दाखेरि चाहिँ मैले आफ्नै लागि आफ्नो कलेज फी अनि आफ्नो जीवनशैली चलाउनको लागि निर्वाह गर्नको लागि चाहिँ मैले आफूले कमाउनु पर्ने थियो। अब लोन तिर्नुपर्ने त्यस्तो चाहिँ थिएन मलाई। तर मैले कति मेरो साथीहरू देखेको थिएँ है। कस्तो अब कति लोनमा गएको कति ब्याजहरू तिरिरहनु पर्ने त्यस्तो साथीहरू पनि देख्थेँ कि। अनि कतिपयले चाहिँ अब काम पाउनेहरूले चाहिँ राम्रोसँग काम गर्थे। अनि यो के भन्छ त्यो काम गर्थे। अनि त्यसपछि
घरमा पैसा पठाउँथे, त्यो ब्याजहरू तिर्थे। त्यो राम्रै नर्मली त्यो देखिरहेको हुन्थेँ। अनि कतिपयहरूले चाहिँ अब लोन लिएर गएको हुन्छ, 15-16 लाख पैसा लोनमा गएको हुन्छ। भनेको समयमा काम पाउँदैन थियो, जाने बित्तिकै त काम पाउँदैन पनि, भाषा राम्ररी जानेको हुँदैन। भाषा एकदम कम्पलसरी हुन्छ जापान जस्तो ठाउँमा, है। त्यहाँ कतिपय ठाउँहरूमा इङ्ग्लिसै चल्दैन, कतिपय ठाउँमा त इङ्ग्लिस युज हुन्छ, कति ठाउँमा इङ्ग्लिस युजै हुँदैन। अनि त्यसरी बाध्य भएर चाहिँ त्यसरी लोनमा गएकोहरूले चाहिँ कतिपय मान्छेहरूले चाहिँ बिचरा कस्तो कि अब हप्तामै 1 दिन निदाउँथ्यो त्यो मान्छेहरू, है। त्यस्तरी सङ्घर्ष गरेको हुन्थ्यो, त्यस्तरी सङ्घर्ष गरेको हुन्थ्यो कि यस्तो मन दुख्थ्यो, है। अनि कति नराम्रो लाग्थ्यो कि त्यो कुराहरू। हुन त म आफैले पनि दुःख गरिरहेको थिएँ। अनि म सोच्थेँ कि हामी ल दिनको प्रत्येक दिन हामी निदाएको हुन्छौँ 4 घन्टा, 3 घन्टा, 3.5 घन्टा, 4 घन्टा, कहिलेकाहीँ 5 घन्टा निदाएको हुन्छौँ। अब शनिबार र आइतबार छुट्टी हुन्छ, त्यो टाइममा नि हामी निदाएको हुन्छौँ। र पनि हामीलाई यति धेरै गाह्रो छ नि, बिचरा 7 दिनसम्म 1 दिन मात्रै रेस्ट गरेर, त्यो पनि 1 दिन पनि 3 घन्टा 4 घन्टा रेस्ट गरेर त्यसरी काममा जाँदाखेरि कति गाह्रो भएर सोच्थेँ कि म। अनि त्यसरी नै त्यो निन्द्रा नपुगेर हो या अब नेपालको चर्को ब्याज दलियो, कतिपय मान्छेहरू त त्यो तिर्न, अब लोन तिर्न नसकेर पनि, है, कति फ्रस्ट्रेट टाइपको हुन्थ्यो कि मैले देखेको। मैले आफैले पनि देखेको थिएँ, है, त्यस्तो कुराहरू। अनि फ्रस्ट्रेट हुन्थ्यो। अनि कतिपय चाहिँ मेरै मैले नै चिनजानी भएको मान्छे नै कतिले सुसाइड गरे क्या त्यहाँनिर। त्यो स्किनको फ्रस्ट्रेट टाइपको हुन्छ नि मान्छेलाई। अब दुःख गरेछ 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 लोन तिर्दा पनि ठिक्क बस्छ, दुःख गरेछ गरेछ लोन तिर्दा पनि ठिक्क बस्छ, है। लाइफ के हो, लाइफ जिउनै बिर्सेको जस्तो कि त्यो टाइपले काम गर्छ, गधाले जस्तो काम गरेछ। तैपनि लोन तिर्दा पनि ठिक्क बस्छ। अनि मान्छे कतिपयले चाहिँ सुसाइड पनि गरे, है। मेरै हामीसँगै काम गर्नेहरू कतिपय त्यस्तो साथीहरू थिए। कतिपयले चाहिँ बाध्य भएर जापानिजसँग बिहे पनि गरे। अब जापानिजसँग बिहे गरिसकेपछि चाहिँ कमसेकम केही सपोर्ट हुन्छ कि मलाई मेरो विशेष मान्छेले सपोर्ट गर्छ कि भन्ने आशाले पनि होला, कतिले भिजाको लागि नि गरे, है। अनि ओभरअल मैले देखेको कुरा र मैले भोगेको कुराहरू चाहिँ के छ भने, हामी विदेशमा जान्छौँ, बाहिरबाट हेर्दा सुकिलो कपडा लगाएको हुन्छौँ, है। अनि 1 दिन 30 दिन 30 दिनमा 29 दिन काम गरेर 1 दिन कहीँ घुम्न गएर सुकिलो कपडा लगाएर त्यो फोटो हामीले फेसबुकमा राख्छौँ। तर बाहिरबाट हेर्ने मान्छेहरूले चाहिँ कसरी जज गरेको हुन्छ भने, ओहो, विदेशमा बसेको हेर, यसको पो छ त जिन्दगी, यसको पो छ त लाइफस्टाइल, ओहो भनेर त्यसरी जज गरेको हुन्छ, त्यसरी मूल्याङ्कन गरेको हुन्छ कि वास्तवमा त्यो 29 दिनसम्म उसले गधाले जसरी यस्तो गधाको शैलीमा काम गरेको चाहिँ त्यो फोटो त उसले राखेको हुँदैन, होइन। तर एउटा फोटोको आधारलाई लिएर चाहिँ त्यसरी जज गरेको हुन्छ कि फलानाले हेर यस्तो गरेछ उस्तो गरेछ, उसको पो छ जिन्दगी भनेर त्यसरी भोगेको हुन्छ कि, है। अनि त्यसपछि त्यो भोगाइहरू थियो मेरो पनि। अनि त्यसपछि म चाहिँ अहिले विदेशमा जाने अथवा विदेश जान्छु भनेर जुन सपना बोकेर विदेशीका हुन्छन् नि कतिजनाहरू, होइन, उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, कुन ठाउँमा जाँदै हुनुहुन्छ, होइन। अनि त्यसपछि कुन ठाउँमा जाँदै हुनुहुन्छ, अनि त्यो ठाउँमा जानको लागि तपाईँले आफैलाई चाहिँ के कुरामा तयारी गरेर जानुपर्छ भनेर त्यो कुराहरू चाहिँ पहिले आफूले सोच्नुपर्ने हुन्छ। र जुन देशमा जाँदै हुनुहुन्छ त्यो देशको नियम, अनि त्यसपछि त्यहाँनिर तपाईँहरूले तिर्नुपर्ने ट्याक्सहरू लिएर, अब त्यहाँनिरको कति अन्य कुराहरू हुन्छ नि, अब आफ्नो आवश्यकताका कुराहरू हुन्छ, त्यो कुराहरू पनि ती हरेक कुराहरू हुन्छ नि त। अनि त्यहाँ आफ्नो जीवनशैली चलाउँदाखेरि, आफ्नो लाइफस्टाइल चलाउँदाखेरि हुन्छ नि, मन्थली इन्कम कति हुनुपर्नेछ र कतिसम्म कमाउन सकिन्छ, त्यो सबै कुराहरू चाहिँ डिटेलमा राम्रोसँग, होइन, तपाईँले त्यो बुझेर जानु भएन भने चाहिँ एकदमै गाह्रो हुन्छ, हेर्नु एकदमै गाह्रो हुन्छ। अनि त्यसमा पनि कस्तो हुन्छ भने, तपाईँको केही न केही हदसम्म चाहिँ आफ्नो आफन्त अथवा आफ्नो नजिकको साथी त्यो भइदियो भने चाहिँ एकदम अलिकति केही हदसम्म भए पनि सपोर्ट चाहिँ हुन्छ। होइन भने बिरानो ठाउँ,
है। त्यो बिरानो देश, हजारौँ भिडभाड हुन्छ, आफू एक्लो आफू एक्लो भएको महसुस हुन्छ होइन। कति ठुला ठुला घर हुन्छ तर आफ्नो घर हुँदैन होइन। कस्तो फिल हुन्छ कि त्यति बेला होइन। कस्तो लाइफै खै कहिलेकाहीँ त कस्तो कस्तो फिल आउँथ्यो कि। अनि दुई छाक खानको लागि मैले किन यति धेरै दुःख गरिरहेको छु, के को लागि चाहिँ म यहाँ चाहिँ सबै कुरा त्यागेर जस्ट एउटा पैसा कमाउनु उद्देश्यले कति कुरासँग सेक्रिफाइस गरेको हुन्छ कि। आफ्नो घर परिवार चाडपर्व इष्टमित्र साथीसँगको रमाइलो यो सबै कुरासँग सेक्रिफाइस गरेर बाँच्नु परेको हुन्छ कि जिउन परेको हुन्छ कि है। त्यही माथि कहिलेकाहीँ अब त्यो काममा पनि अब नयाँ नयाँ सुरुवातमा जाँदाखेरि कतिपयले गर्ने त्यो विदेशी भनेर हामी त्यो विदेशी गर्ने मिसबिहेभहरू कति त राम्रो नि छन् पनि है। अब देशले भन्दा नि व्यक्तिले प्रभाव पार्ने कुराहरू व्यक्तिमा निर्भर हुने कुराहरू हो त्यो भनेको हो त्यो भोगाइहरू। अनि त्यस्तो कुराहरू चाहिँ थिए कि। अनि बाहिरबाट मेरो साथीहरूले नेपालमा बस्ने केही साथीहरूले भन्थे कि तिमी त कमाउने ठाउँमा गएको छौ कमाएको छौ, हेर तिम्रो त भोलिको फ्युचर कति राम्रो छ, यहाँ हो कति खुसी छौ है तिमी त बरु सबै हामी त खै त्यस्तो ठाउँमा कहिले पुग्ने यहाँ हो त्यस्तो त्यस्तै कुराहरू गर्थे कि। अनि मलाई चाहिँ अचम्म लाग्थ्यो कि खासै भन्नुपर्दा हरेक चाडपर्व रमाइलोसँग उनीहरूले बिताइरहेको हुन्थ्यो होइन। हातमा गुचीको ब्याग उनीहरूले नै बोकिरहेको हुन्थ्यो, एप्पल वाच उनीहरूकै हातमा हुन्थ्यो है। अनि आइफोन उनीहरूकै हातमा हुन्थ्यो नेपालमा बसे तापनि है। हामी त्यति धेरै दुःख गर्दा पनि साधारण लाइफस्टाइल चलाउन पनि कति धेरै गाह्रो भइरहेको हुन्थ्यो कि। अनि सोच्थेँ ओहो नेपालमा सोचेको मैले मैले नेपालमा सोचेको जुन हुन्छ नि विदेश गएपछि यस्तो हुन्छ र भने मैले सोचेको मेरो कल्पनाभित्रको कुरा र मैले वास्तवमा अहिले भोगेको यो वास्तविक जीवनशैली वास्तविक यो विदेश यो रहेछ भन्ने कुरा चाहिँ जब म विदेश गएँ अनि विदेशमा मैले विभिन्न दुःख सङ्घर्षहरू भोगेँ नि त्यसपछि चाहिँ बल्ल मैले थाहा पाएँ कि पैसा कमाउन कति दुःख रहेछ होइन। एउटा फ्यामिलीबाट छुटेर बस्दाखेरि फ्यामिलीबाट टाढेर बस्दाखेरि हामीलाई कति धेरै भित्रभित्र हामी पिल्सेको हुँदो रहेछौँ है। त्यो कुराहरू चाहिँ एकदमै राम्रोसँग महसुस गरेँ कि। त्यसैले म अब नेपाल फर्केँ र अहिले चाहिँ होला केही हदसम्म मैले पैसा कमाउन सकेको छैन, पैसा होला विदेशको तुलनामा कमाउन सकेको छैन र पनि आफ्नो घर परिवार साथीभाइ होइन इष्टमित्र सबैसँगको त्यो हुन्छ नि यो मित्रतापन अनि यो कुराहरूले चाहिँ आफैमा अलिकति खुसीपन चाहिँ ल्याउँदो रहेछ कि। पैसा भएन भने पनि तर आत्मिक खुसी चाहिँ हुँदो रहेछ, यो कुरा चाहिँ मैले महसुस गरेँ। त्यसैले मान्छे खुसी सुख भन्दा पनि फेसिलिटिज भन्दा नि सुविधा भन्दा नि खुसी हुन चाहिँ सिक्नु पर्दो रहेछ। खुसी हुँदाखेरि चाहिँ आत्मिक रूपमा हामी खुसी हुँदा चाहिँ हामीले गर्ने दैनिक क्रियाकलापहरूलाई पनि हामीले सहज रूपमा अगाडि बढाउन सक्ने रहेछ भन्ने अनुभव चाहिँ मैले जब नेपालबाट विदेश गएँ नेपाल फर्केर आएँ त्यसपछि चाहिँ महसुस गरेँ है।